आज चाहिँ BBS सेकेन्ड इयर अकाउन्ट युनिट 7 च्याप्टर अथवा युनिट भनौँ र टपिक रहेको छ सर्भिस कस्टिङ। एक्जाम नजिकै आइसकेको छ सेकेन्ड इयरको, त्यसैले एकदमै हामी चाहिँ अल्छी नगरिकन पढौँ। र सर्भिस कस्टिङमा हामीसँग छ 3टा टपिक, एउटा छ ट्रान्सपोर्टेसन, अनदर वान हस्पिटल एन्ड द थर्ड वान होटेल। यी 3टा टपिकबाट चाहिँ प्रायः जस्तो क्वेसनहरू सोधिरह हुन्छ र त्यो मध्ये पनि एउटा इम्पोर्टेन्ट टपिक जुन चाहिँ नम्बर 1 मा छ ट्रान्सपोर्टेसन कस्टिङ। ट्रान्सपोर्टेसन कस्टिङबाट पनि ट्युले धेरैचोटि क्वेसन दिइसकेको छ, त्यसैले आज हामी ट्रान्सपोर्टेसन कस्टिङ हेर्छौँ। र ट्रान्सपोर्टेसन कस्टिङ हेर्नुभन्दा पहिला चाहिँ केही फर्मुला, इम्पोर्टेन्ट फर्मुलाहरू चाहिँ हामीले हेर्नेछौँ। र तिमीहरूले चाहिँ यो भिडियो हेर्दा हेर्दै फर्मुला चाहिँ कन्ठ भइसकेको हुनुपर्छ है। अनि यदि कन्ठ हुन सकेको छैन अनि कन्ठ भएको छैन भने चाहिँ आफ्नो कपीमा सार्न पनि सक्छौ। अनि यो फर्मुला नआइकन चाहिँ हामीले सोलुसनहरू गर्न स्टार्ट गर्न चाहिँ अलिकति गाह्रै हुन्छ, त्यही भएर फर्मुला पहिला याद गरिहालौँ है। ल अब म भन्छु फर्स्टमा, अनि त्यसपछि तिमीहरूले पनि मनमनमा रि गर है त। म 3 चोटिसम्म रिपिट गर्छु। फर्स्टमा नम्बर 1 मा छ टोटल किलोमिटर। टोटल किलोमिटर निकाल्ने फर्मुला नम्बर अफ बस इन्टु डेज इन्टु डिस्टेन्स इन्टु ट्रिप इन्टु 2। अनि नम्बर अफ बसको सट्टामा चाहिँ नम्बर अफ भेहिकल होइन, जुनसुकै पनि भेहिकल होस् त्यही भेहिकल राख्ने हो, त्यही भएर नम्बर अफ बसै राखिदिउँ, जुनसुकै भेहिकल भए पनि सम्झिनलाई इजी हुन्छ। ल फेरि एकचोटि मसँगै तिमीहरूले पनि भन है। ल टोटल किलोमिटरको फर्मुला टोटल किलोमिटर इक्वल टु नम्बर अफ बस इन्टु डेज इन्टु डिस्टेन्स इन्टु ट्रिप इन्टु 2। फेरि एकचोटि लास्ट टोटल किलोमिटर इक्वल टु नम्बर अफ बस इन्टु डेज इन्टु डिस्टेन्स इन्टु ट्रिप इन्टु 2 है त। ल टोटल किलोमिटरको याद भएपछि टोटल प्यासेन्जर किलोमिटरमा पनि इन्टु 2 सम्म त्यही हो, लास्टमा इन्टु प्यासेन्जर थप्ने अनि इन्टु क्यापेसिटी पर्सेन्ट अपन 100 यति मात्रै थप्ने है त। के थप्ने? सेम फर्मुलामा प्यासेन्जर थपेपछि फर्मुलामा पनि प्यासेन्जर थप्ने अनि इन्टु क्यापेसिटी पर्सेन्ट बाई 100 है त। ल सँगै है त, आँखा चिम्लेर भन है मसँगै। टोटल प्यासेन्जर किलोमिटर इक्वल टु नम्बर अफ बस इन्टु डेज इन्टु डिस्टेन्स इन्टु ट्रिप इन्टु 2 इन्टु प्यासेन्जर इन्टु क्यापेसिटी पर्सेन्ट अपन 100। फेरि एकचोटि रि गरौँ। टोटल प्यासेन्जर किलोमिटर नम्बर अफ बस इन्टु डेज इन्टु डिस्टेन्स इन्टु ट्रिप इन्टु 2 इन्टु प्यासेन्जर इन्टु क्यापेसिटी पर्सेन्ट अपन 100 है त। याद भयो? ल अब यो याद भएपछि फेरि थर्ड नम्बरको फर्मुलामा जाउँ। अनि क्वेसनले चाहिँ हामीलाई कहिलेकाहीँ चाहिँ कस्ट अफ बस स्क्रैप भ्यालुवाला क्वेसन पनि दिन्छ क्या होइन, ट्रान्सपोर्टेसनको क्वेसन दियो भने। अनि यो दिँदाखेरि चाहिँ हामीलाई योवाला फर्मुला लगाउने कि, यो 2टा फर्मुला हुन्छ। यो कस्ट अफ बस र स्क्रैप भ्यालुबाट चाहिँ हामीले डिप्रिसिएसन निकाल्नु पर्ने हुन्छ। र त्यो बेला डिप्रिसिएसनको चाहिँ फर्मुला के हो भन्दाखेरि चाहिँ डिप्रिसिएसन इक्वल टु कस्ट अफ बस माइनस स्क्रैप भ्यालु। कस्ट अफ बसमा चाहिँ स्क्रैप भ्यालु घटाइदिने अपन लाइफ इन इयर। डिप्रिसिएसन इक्वल टु कस्ट अफ बस माइनस स्क्रैप भ्यालु लाइफ इन इयर। अनि चाहिँ त्यहाँनिर हामीलाई इयर दिएको छ भने लाइफ इन इयर राख्ने, कहिले किलोमिटर पनि दिन्छ, किलोमिटर दियो भने चाहिँ योवाला फर्मुला राख्ने। डिप्रिसिएसन इक्वल टु कस्ट अफ बस माइनस स्क्रैप भ्यालु डिभाइड बाई लाइफ इन किलोमिटर राख्ने है त। इयर दियो भने लाइफ इन इयर, होइन भने लाइफ इन किलोमिटर, जे दिएको छ त्यही अनुसारले फर्मुला राख्ने। 3टा फर्मुला याद भयो होइन? फेरि एकचोटि रि गरौँ 3टा फर्मुला, आँखा चिम्लिहाल त सबैजनाले। ल टोटल किलोमिटर इक्वल टु नम्बर अफ बस इन्टु डेज इन्टु डिस्टेन्स इन्टु ट्रिप इन्टु 2। ठिक छ। अब टोटल प्यासेन्जर किलोमिटर नम्बर अफ बस इन्टु डेज इन्टु डिस्टेन्स इन्टु ट्रिप इन्टु 2 इन्टु प्यासेन्जर इन्टु क्यापेसिटी पर्सेन्ट अपन 100। अब यस्तै गरी डिप्रिसिएसनको पनि आँखा चिम्ल। कस्ट अफ बस माइनस स्क्रैप भ्यालु डिभाइड बाई लाइफ इन इयर। किलोमिटरमा दिएको छ भने डिप्रिसिएसन इक्वल टु कस्ट अफ बस माइनस स्क्रैप भ्यालु डिभाइड बाई लाइफ इन किलोमिटर है।
अब यहाँ अर्को तल नोट पनि बनाइदिएको छु, मैले नोट भनेर लेखिदिएको छु। कस्ट अफ बस र स्क्रैप भ्यालुबाट चाहिँ जहिले पनि के निकाल्नुपर्छ, डिप्रिसिएसन निकाल्नुपर्छ है त। ल अब फेरि अर्को दुईवटा फर्मुला छ। यो दुईवटा फर्मुला चाहिँ त्यहाँ हामीलाई कहिलेकाहीँ प्रफिट पनि दिन्छ, कहिलेकाहीँ क्वेसनले प्रफिट दिएको हुन्छ, कहिलेकाहीँ हुँदैन। इनकेस प्रफिट दिएको छ भने चाहिँ यो दुईवटा फर्मुला लगाउने। तर यो दुईवटा फर्मुलामा कस्तो कन्डिसनमा कुनवाला फर्मुला लगाउने, फर्स्टको फर्मुला कुन बेला, सेकेन्डको कुन बेला भन्दाखेरि फर्स्टको फर्मुला हेर्नुहोस्, प्रफिट अन कस्ट है। अब प्रफिट अन कस्ट भनेर भनेको छ भने क्वेसनले प्रफिटको फर्मुला के लगाउने, टोटल कस्ट इन्टु प्रफिट पर्सेन्ट डिभाइड बाई 100 के लगाउने, प्रफिट अन कस्ट भनेर क्वेसनले दिएको छ भने चाहिँ प्रफिट निकाल्ने फर्मुला टोटल कस्ट इन्टु प्रफिट पर्सेन्ट डिभाइड बाई 100 गर्ने। तर प्रफिट अन कस्ट नभनिकन कहिलेकाहीँ प्रफिट अन सेल्स भन्न सक्छ, कहिलेकाहीँ प्रफिट अन सर्भिस भन्न सक्छ है। यस्तै गरी प्रफिट अन फ्राइट, प्रफिट अन चार्ज प्राइस यस्तै भन्यो भने चाहिँ प्रफिट अन कस्ट बाहेक अरू जेसुकै भन्यो भने चाहिँ प्रफिटको फर्मुला के निकाल्ने, त्यही माथिको जे फर्मुला छ त्यही राख्ने। माथि प्रफिट अन कस्टको फर्मुला के राखेको थियो हामीले, हेर त, टोटल कस्ट इन्टु प्रफिट पर्सेन्ट डिभाइड बाई 100 थियो नि। यसमा माइनस प्रफिट पर्सेन्ट मात्र थप्ने हेर। ल फेरि यो दुईवटा पनि एकदम कन्ठ गरिहाल त, अहिलेको अहिले भिडियो हेर्दा हेर्दै आँखा चिम्लिहाल। प्रफिट अन कस्ट हामी फेरि एकचोटि रिगर्छौँ। फर्मुला प्रफिट अन कस्ट दिएको छ भने प्रफिट इक्वल टु टोटल कस्ट इन्टु प्रफिट पर्सेन्ट डिभाइड बाई 100। अब यस्तै गरी प्रफिट अन सेल्स, सर्भिस प्राइस, चार्ज प्राइस यस्तै केही दियो भने फेरि प्रफिट निकाल्ने फर्मुला के हुन्छ, फेरि मसँगै आँखा चिम्लेर सम्झिहाल त, अथवा मसँगै भन, प्रफिट इक्वल टु टोटल कस्ट इन्टु प्रफिट पर्सेन्ट डिभाइड बाई 100 माइनस प्रफिट पर्सेन्ट है त। ल यो फर्मुला भयो।